ओलीलाई जवाब फर्काउँदै पूर्व राष्ट्रपति भण्डारीले भनिन्, एमालेका कार्यकर्ताहरूसँग भेटघाट गर्न तपाईको अनुमति लिइरहनु पर्दैन। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला त्रसित भएका छन्। एमालेको नेतृत्वमा आउनका लागि पूर्व राष्ट्रपति भण्डारीले सक्रियता बढाएपछि ओली त्रसित बनेका हुन्। उनले भण्डारीलाई रोक्नका लागि चेतावनी दिँदै आएका छन्। ओलीले केही दिन अगाडि मात्रै भनेका थिए, अहिले हल्ला चलेको छ, तल तल यो ग्रुप भनेका छन्, त्यो ग्रुप भनेका छन्, यसको कुनै आवश्यकता छैन, अर्को खेल हुन खोजेको छ यहाँ, फलानु आउने रे, यस्तो उस्तो, पार्टीमा कुनै छलफल भएको छैन, को अध्यक्ष को उपाध्यक्ष, महाधिवेशन घोषणा भएको छैन, बाहिर बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्नेलाई निस्तेज पार्नुहोस्, स्टाटसलाई जवाब दिनुहोस्। आफ्नो विरुद्धमा लाग्नका लागि कार्यकर्तालाई ओलीले निर्देशन दिएपछि विद्या भण्डारी पनि आक्रोशित बनेकी छन्। ओलीलाई जवाब फर्काउँदै भण्डारीले कार्यकर्ताहरूसँग भेटघाट गर्न अनुमति लिइरहनु नपर्ने बताएकी छन्। मङ्गलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूको प्रश्नमा उनले एमाले आफूले सङ्गठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी भएकाले यसका कार्यक्रमहरूमा सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता नरहेको बताएकी हुन्। राष्ट्रपति हुनुभन्दा पहिले, सङ्गठित सदस्यता लिनुभन्दा पहिले नै पार्टीमा काम गरेको चिन्जान ठुलै छ। पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हुन्छ। मैले पनि समाजसँग साक्षात्कार गर्दै गर्नु पर्यो, भेटघाट गर्दै गर्नु पर्यो। के छ जनताको विचार, आकाङ्क्षाहरू, नयाँ पुस्ता के चाहन्छन्, त्यसलाई पुरा गर्न राष्ट्रिय आकाङ्क्षालाई साकार बनाउन हामी लाग्नुपर्छ। त्यो हाम्रो परम कर्तव्य हो। त्यसका लागि हामीले बाँचुन्जेल सङ्घर्ष गर्नुपर्छ, नयाँ पुस्ताका लागि, देशका लागि। त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले नेकपा एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन। भण्डारीले ओलीको नाम नलिई जवाब फर्काएकी हुन्। उनले बोलेका शब्दहरूबाट स्पष्ट हुन्छ कि एमालेमा रजगज गर्ने ओलीका दिन अब धेरै छैन। ओलीलाई अहिले सबैभन्दा बढी कसैको डर छ भने विद्यादेवी भण्डारीको मात्रै छ। ओलीको अबको सपना भनेको भण्डारीलाई साइड लगाउनु हो। तर भण्डारी पनि ओलीलाई एमालेबाट साइड लगाएरै छाड्ने योजनामा छिन्। यस विषयमा तपाईको धारणा के छ? आफ्नो धारणा कमेन्ट गर्नुहोला।